र यसो भनेर अर्किदिए, दुष्ट पुस्ताबाट तिनीहरूले आफैलाई बताओ। तब जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए र त्यसै दिन प्राय 3000 मानिसहरू तिनीहरूको संस्थामा थपिए। धन्यवाद। अहिले भर्खरै हामीले हेरेको जुन यो पेन्टिकोस पवित्र आत्माको आगमनको बारेमा है, पवित्र आत्मा आगमनको बारेमा कति वचनहरू हामीले सुन्न गइरहेका छौँ। पवित्र आत्माको आगमन प्रेरित 2 अध्यायमा यहाँले पल्टाइराख्नु भएको छ। अहिले हामीले चाहिँ कसरी हामीले 37देखि तल 41 सम्म हेऱ्यौँ। अनि त्यो चाहिँ विशेष गरेर पवित्र आत्मा आउनु भएपछि पत्रुसले साहसपूर्वक प्रचार गरेको है। 3000 मानिसहरूले बप्तिस्मा लिए, त्यहाँबाट मण्डली सुरु भयो। अनि आजको दिन अथवा पेन्टिकोसको दिनलाई चाहिँ अनि मण्डलीको जन्मदिन पनि भन्न सक्दछौँ। पत्रुसको प्रचारद्वारा 3000 मानिस बप्तिस्मा लिएपछि त्यहाँबाट संगति सुरु भयो र मण्डली त्यहाँबाट सुरु भएको थाहा गर्न सक्दछौँ। म फेरि पनि 2 अध्यायमा 1 पदबाट कति कुरा राख्न गइरहेको छु। यहाँ यसो लेख्छ कि जब पेन्टिकोसको दिन अथवा तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए अनि स्वर्गबाट अचानक ठुलो बतासको झोका जस्तो एउटा आवाज आयो र तिनीहरू बसेका पुरा घरै भरिदियो। आगोको जिब्रा जस्तो तिनीहरूका देखा परे र भाग भाग भएर तिनीहरू हरेक माथि बसे। अनि तिनीहरू सबैजना पवित्र आत्माले भरिए र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारण बमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे। स्वर्गमुनि भएको हरेक देशबाट ईश्वर भक्त यहुदीहरू त्यस बेला यरुशलेममा बसेका थिए। तब यो आवाज सुनेर भिड जम्मा भयो। तिनीहरू आश्चर्यचकित भए किनकि हरेकले आफ्नो आफ्नो भाषामा तिनीहरू बोलिरहेको सुने। तिनीहरू सबै आश्चर्यचकित भएर अचम्म मानेर भन्न लागे, के यी बोल्नेहरू सबै गालिलीहरू होइन र? त कसरी तिनीहरू हरेकले हाम्रा आफ्नो मातृभाषामा बोलेको हामी सुन्छौँ? हामीहरू यहाँ पार्थीहरू, मादीहरू, एलामीहरू र मेसोपोटामियाका, यहुदाका, कापाडोकियाका, पोन्टस र एसियाका बासिन्दाहरू छौँ। अनि फ्रिगिया, पाम्फिलिया, मिश्र र कुरेनीमा पर्ने लिबियाका कतिपय क्षेत्रहरू र रोमबाट आएका यहुदीहरू र यहुदी मत मान्नेहरू दुवै छौँ। क्रेटका बासिन्दाहरू र अरबीहरू पनि छौँ। अनि हामी आफ्नो भाषामा परमेश्वरको महान कार्यहरूको चर्चा तिनीहरूले गरिरहेको सुन्दैछौँ। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद चढाउँदछौँ जुन वचनबाट सुन्न गइरहेका छौँ। वचनद्वारा हामी सब बोल्नुहोस्, त आवाज सुनिसकेका हौँ। वचन बोल्ने सुन्नेमाथि अनुग्रह गर्नुहोस्। धन्यवाद। तपाईँले बाँकी समय तपाईँको हातमा राख्दै हाम्रो बिन्ती येशू प्रभुको नाममा माग्दछौँ, आमेन। अहिले हामीले भर्खरै पढेको धर्मशास्त्र खण्डबाट कति कुराहरू हामी हेर्न अथवा सुन्न गइरहेका छौँ। यहाँहरूलाई एउटा जानकारी गराउँदैछु मैले। ढिलो भए तापनि प्रभुको अनुग्रहमा अनि बिस्तारै गाम्छा मण्डलीमा पनि हामी अलिकति सानो सानो रेकर्डिङ गरेर अलिकति प्रश्न गर्न पाए हुन्थ्यो कि भनेर हामीले सोच गरिरहेका छौँ। अनि त्यो सिलसिलामा हरेक आइतबार मेरो बिदा हो। अनि मेरो अफिस बिदा हुन्छ। कहिलेकाहीँ आकस्मिक के पर्दामा जानै पर्छ अफिसमा, त्यसो अलावा अर्को दिन सट्टा बिदा लिन सकिन्छ। नभएदेखि मेरो साप्ताहिक बिदा चाहिँ आइतबार हो। त्यो दिनलाई नै सदुपयोग गरेर अनि बिहान केही समय अनि सानो 10 मिनटदेखि 15 मिनटसम्म अनि वचन अथवा आशिषहरू रेकर्डिङ गर्ने जमर्को गरेका छौँ। यसकारण यहाँहरूले चाहिँ अनि आइतबार बेलुकीतिर अथवा तपाईँले चाहिँ मेरो नाममा अष्टश्रेष्ठ भनेर युट्युब च्यानलमा तपाईँले हेर्न सक्नुहुन्छ। त्यो प्रकारले हामी आशिषहरू एक अर्कालाई बाँडचुँड गर्नेछौँ। अनि तपाईँ हेर्न सक्नुहुन्छ सँगसँगै गएको
हाम्रो वार्षिक उत्सवको पनि अलिकति कोसिस गरी हामीले बिना तयारी नै कोसिस गरिरहेका थियौँ अनि त्यो वचनलाई सर्कलमा छोट्याएर रेकर्डिङ गरेर तपाईँले कति हेर्नुभयो कति हेर्नुभएको छैन होला अनि आज पनि हामी कोसिस गर्नेछौँ। पेन्टिकोस्टको उत्सवको विषयमा कति कुरा यहाँ समक्ष मैले राख्न गइरहेको छु। अनि आज पेन्टिकोस्टको उत्सव मनाउँदै गर्दाखेरि पहिलो बुँदा येशू ख्रीष्ट मृत्युबाट बिउतन भएको 50औं दिनमा परमेश्वर स्वर्गमा जानुभएपछि उहाँले पवित्र आत्मा पठाउनु भयो है। अनि पहिलो बुँदा चाहिँ पेन्टिकोस्टलाई बुझौँ है। पेन्टिकोस्टको उत्सवको विषयमा पहिलो बुँदा पेन्टिकोस्टलाई बुझौँ भन्ने बारेमा कति कुराहरू हेर्न गइरहेका छौँ।